inside me. I'm fading. सो उहाँ सब सम्पूर्ण दर्शन अवसर भन्न चाहन्छु अनि आइएफ सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै आराम हुनेछ अनि हजुर के छ नयाँ खबर है त्यसो सब ठिकठाक छ जाँदैछ लास्टी भएको छ केही लागेको छैन कि कपडा भएको छ मौसम चाहिँ यस्तै छ है त्यो घर हो मेरो 2 दिन भयो लगातार पानी आउनु लागेको चाहिँ आमाबाट है बिग्रिसकेको छ मौसम त अझै पानी आउला जस्तो जस्तो छ होइन यतापट्टि चाहिँ के आउँछ भने मुझे मुझे जाने दो मेरी माँ मेरा इंतजार कर रही है हेर के गरे फेरि अन्त ल हामी छ मेरो त गाउँ यतापट्टि छ है गर्नुहुन्छ होइन हाम्रो गाउँ भइहाल्यो बवाल एनसी लगाउँदै बुटुलबाट आएर बवाल एनसी भएर होइन अब के गर्नु यार केही भन्नुको लागि छैन हाम्रो गाउँ चाहिँ बवाल छ है तर उमेश केही भन्दैन तेरो मनमा लागेको कुरा भन्न यस्तो लजाउँछ के भन्ने यसलाई है बहुत मात्रै भगवान् डिस्टर्ब गर्छ नि केटाहरू भगवान् चाहिँ हजुर के देखेछ अरे उमेशले के अरे सुन्तला के रहेछ विजय विजय यसको बारेमा के भनिदिनु ल ओए यो मन्दिर भलक के मन्दिर भलक होइन उसमा के फेसबुकमा के त्यो धोती बनाएको थियो एउटा त्यो के अरे त्यो धोती र यो साम ठ्याक्कै उस्तै छ के यो धोती पनि ठ्याक्कै माथिन्छ यो पनि उस्तै माथिन्छ के केही भनिदियो त भलकको बारेमा केही भन्दैन तेरो मनमा लागेको कुरा के नभन्ने तैँले भन्न राजनाथ भन्दैन नमस्कार 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 सो ल हामी चाहिँ टाढा भयो होइन त्यही भएर चाहिँ हामी घुम्नु हिँडेका छौँ उहाँ पारि जाने उमेशको ससुराल त्यही पारि हो ससुराल भन्नाले पनि ससुरालको सम्पत्ति समथिङ के हो मलाई चाहिँ त्यो थाहा भएन हल्का हल्की चाहिँ के हो कस्तो ल हामी चाहिँ अहिले यहाँ पारि आइसकेको छौँ सो उमेशको सम्पत्ति हो के यो चाहिँ मलाई थाहा भएन उमेशलाई सोधेको उमेशले भन्दैन बहुत लज्जा लाग्यो केटो चाहिँ सो मैले चाहिँ यहाँ हुन्छ भ्लग बनाइरहेको छु सो मलाई चाहिँ त्यति थाहा छैन अब हामी चाहिँ उमेश हामी बुटुल कहिले जाने भन्दै त 4-5 दिनपछि ढुक्क नि थाहा होइन हामी चाहिँ 4-5 दिनपछि गइन्न हामी चाहिँ सो 20-21 गइन्छ होला कि अन्त लगभग त्यस्तै हामी चाहिँ 20-21 गति चाहिँ गइन्थ्यो ढुक्क ल हाम्रो चाहिँ यो प्रतीक्षालय बवाल छ हाम्रो टक्क लाएर भ्यू चाहिँ बवाल है हाम्रो गाउँको भ्यू यो ल सो हाम्रो भ्यू चाहिँ हाम्रो गाउँको त्यस्तो नदेखा एन्सो ल हाम्रो चाहिँ यहाँ अस्ति दसैँ भन्दा पछि अनि तिहार भन्दा अघि चाहिँ यहाँ रङ लगाएको यो वरिपरिहरू चाहिँ एन्ड अब टक्क रङ लगाइयो यो त भिडियो चाहिँ हालेन मैले
यहाँ चाहिँ उमेशहरूले पार्टी खाएर उमेशहरूले चाहिँ यस्तो फोटो गराएको यहाँ हुन्छ उमेश तिमीहरूले न यहाँ फोटो गराएको त्यही तिम्रो दुईजना थियौ क्या फोटो गर्दा सोलो यतापट्टि चाहिँ यस्तो पानी बाटोबाट पानी जम्मा बस्छ गाउँको बाटो होइन यस्तै छ बाटोहरू चाहिँ ऊ त्यहाँ चाहिँ गोलफान भन्ने छ ठाउँ गोलफान गाउँ ऊ त्यो गोलफान गाउँ सो लुक एट द भ्यू भ्यू चाहिँ हेर्नु सक्नुहुन्छ सम्पूर्णले है सोलो हिलहरू चाहिँ भवाल छ है टक्क मौसम पनि मिठो छ तर ड्रोन भयो यस्तो गर्दै बनाउनु हुन्थ्यो क्या भलक